मेरो माग भन्नाले जनताको यो देशको माग हो। के हाम्रो माग छ भनेर चाहिँ म एकचोटि तपाईहरुलाई अलिक क्लियर गरिदिन्छु है। हालसम्मका सबै भ्रष्टाचार छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गर। यो भनेको चाहिँ अहिलेसम्मको सबै भ्रष्टाचार छानबिन गर्नलाई अब छानबिन गर्ने त अहिले पनि छ, कारबाही गर्ने पनि छ, तर यो ट्रान्सप्यारेन्ट भएन। हामीले यत्रो 3 महिनासम्म चाहिँ रिसर्चै गर्यौं, अध्ययन नै गर्यौं र अहिले हामीसँग चाहिँ यो एकदम भ्रष्टाचारलाई चाहिँ न्यूनीकरण गर्ने जरैबाट चाहिँ कसरी उकेल्न सक्ने भन्ने एउटा सिस्टम पनि छ। त्यसको बारेमा म पछि छुट्टै भिडियो बनाएर पनि एक्सप्लेन गरौँला। यो भन्ने छ एउटा। त्यसपछि स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री निर्वाचन गर्ने। देशमा 12 महिनामा 8 महिनामा सरकार ढल्छ, ढलाढलै गर्छ र जनताले चाहिँ आफ्नो प्रतिनिधि चाहिँ प्रत्यक्ष रूपमा छान्न पाएको छैन। हामीले सांसदलाई भोट हाल्ने हो, जनप्रतिनिधिलाई भोट हाल्ने, अनि त्यसपछि उहाँहरूले चाहिँ हाम्रो ठाउँमा उहाँहरूले छान्दिने हो। भने यो डाइरेक्ट भएन है। हामीले चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री होस् र देशमा चाहिँ 5 वर्ष सरकार होस् भन्ने चाहिँ हाम्रो कुरा थियो र हामीले पाउनुपर्छ। यत्रो सारो ठुलो आन्दोलन भएको छ, यत्रो मान्छेले ज्यान गुमाएका छन्, यत्रो भौतिक क्षति भएको छ, हाम्रा इतिहासका भनौँ न एकदम महत्त्वपूर्ण संरचनाहरू चाहिँ जलेका छन्। सिंहदरबार जल्यो, सर्वोच्च जल्यो। यो जल्दाखेरि आँसु नै आयो हैन, एकदम नराम्रो लाग्यो, धेरैलाई चित्त दुख्यो र त्यसको बदलामा चाहिँ हामीले यो पाउनै पर्छ भन्ने चाहिँ मेरो धारणा र धेरै नेपालीको धारणा पनि यही होला, मैले थाहा पाए अनुसार। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर। हाम्रो लगभग बजेट जति छ त्यति नै रेमिटेन्स भित्रिन्छ। त्यो हुँदाखेरि जसले रेमिटेन्स चाहिँ हामीलाई पठाउनुहुन्छ, देश जे कारणले चलेको छ अनि उहाँहरूलाई नै साइड लगाएर 80 लाख भन्दा बेसी नेपाली नागरिकले चाहिँ भोट हाल्न पाउनु हुँदैन। एउटा कुरा त नेपालीले देश छोडेर जानु परेको कारण नै देशमा राम्रो रोजगारी नभएर हो र यो चाहिँ देशको, यो चाहिँ राज्यको कर्तव्य हो कि उहाँहरूको भोटिङ राइट, उहाँहरूको मतदानको अधिकार चाहिँ इन्स्योर गर्ने। त्यो भइरहेको छैन, त्यो गर्नुस् भन्ने अर्को माग थियो। र अर्को भनेको चाहिँ हाम्रो अर्को मुख्य माग भनेको चाहिँ प्रादेशिक खर्चले देशलाई आर्थिक रूपमा धेरै पछाडि पुर्याएको छ। त्यसैले प्रदेश सरकार र अनावश्यक खर्च व्यापक रूपमा घटाउन प्रदेश सरकारको पुनर्संरचना गर्नुपर्छ। हाम्रो खर्बौंमा चाहिँ प्रदेशको चाहिँ तलब भत्ता दिँदैमा हाम्रो पैसा सकिन्छ। हामीसँग धेरै ठुलो बजेट भएको हामी देश होइन। यसले देशलाई धेरै पछि पारेको छ। हामीले चाहिँ हाइड्रो पावरमा, जलविद्युतमा, त्यसै गरी टुरिज्ममा र अरु चाहिँ तपाईको निर्यात गर्ने कुराहरुमा चाहिँ यी कुराहरु लगानी गर्यौं भने हाम्रो देश चाहिँ रेमिटेन्समा मात्रै अहिले टिक्नु पर्दैन, रेमिटेन्समा मात्र आधारित हुनु पर्दैन। यो कुरा गर्दाखेरि चाहिँ त्यसको समाधान हुन्छ र यी कुरा पछि चाहिँ साच्चै देश चाहिँ अगाडि बढ्छ। यी चाहिँ मुख्य कुराहरु थिए। तर अहिलेका अब अल्प ज्ञान भन्ने कि सरकारकै साइड लिइराको, निकम्मा सरकारकै साइड लिइराको चाहिँ जेनजी भनौदाहरु भन्ने, उहाँहरूले चाहिँ एउटा अग्रिमेन्ट जुन गराउनु भइराको छ त्यो अग्रिमेन्टबाट चाहिँ देशले निकास पाउँदैन। यत्रो सबै खेर जान्छ। बेलैमा उहाँहरू जंगी अड्डा धाउनुभयो, सरकार गठन गर्नुभयो आफ्नै तरिकाको, न संविधान संशोधन गर्ने कुरा गर्नुभयो, संविधान संशोधनको कुरै गर्नु भएन। यो तरिकामा चाहिँ हामीले छोड्नु हुँदैन देशलाई। अब को चाहिँ अथेन्टिक हो र को चाहिँ अथेन्टिकको खोल ओढेर देशलाई चाहिँ अहित हुने काम गरिरहेछ हामीले छुट्याउनु पर्छ।